यसमा लुगा हाल्दाखेरि एउटा एउटा गरेर खोलेर झाडेर सेफ्टी पिन कोइन कागज क्लिप सब थोक चेक जाँच गरेर हाल्नु। यदि कोइन कागज क्लिपहरू फसेर बिग्रियो भने कम्पनीले वारेन्टी मान्दैन। यसमा एकचोटिमा तपाईँ 12 देखि 18 लुगा हाल्न सक्नुहुन्छ, ठुलो सानो मोटो पातलो गरेर। यदि सानो सानो लुगा छ तपाईँले थाहा लागेको छैन भने यसमा 3 भाग दिएको छ। यसमा 3 भाग दिएको छ। 3 भागमा यो 2 भाग लुगा छोपिदिनु, माथिको एक भागलाई खाली राख्नु। लुगा जहिले पनि हाल्दाखेरि स्टिलको ड्रमभन्दा भित्र हुनु पर्यो, लुगा बाहिर नहाल्नु। जस्तै कुनै लुगा हाल्दै बेलामा यता लत्रिहाल्छ नि, त्यस्तै लुगा नहाल्नु। स्टिलको ड्रमभन्दा भित्र हुनु पर्यो। अनि ढोकाले आरामले लगाइदिनु। यो मेन वास यो भयो। बास्नाहरू डेटोलहरू कम्फर्टहरू चाहिँ यसमा हाल्नु। यो भनेको प्रिवास। प्रिवास भनेको माथिबाट धुलो मैलो हिलो रङ लागेको लुगा या धेरै मैलो लुगा छ भने अनि मात्र यसमा सरफ हाल्नु, नत्र यसमा सरफ नहाल्नु। 1 केजी लुगामा 1 चम्मच सरफ यसमा हाल्नु। पाउडर हो या लिक्विड हो सब यसैमा हाल्नु। केजी हिसाबले चम्मचै हिसाबले हाल्नु पर्यो तपाईँलाई। 1 केजीमा 1 चम्मच। अब 9 केजी लुगा हाल्नुभयो भने 9 चम्मच यसमा हाल्नु। अब प्रिवासमा पनि प्रिवास पनि चलाउनु छ भने या त्यो लुगा धेरै मैलो हिलो सिलो लागेको लुगा छ भने अनि मेन वासमा जति हाल्नुहुन्छ त्यसको आधी चाहिँ प्रिवास हो भनेको। यसमा 9 चम्मच हाल्नुहुन्छ भने यसमा 4.5 चम्मच, अनि 4 चम्मच हाल्नुभयो भने यसमा 2 चम्मच। यो चाहिँ प्रिवास अटोमेटिकली सिलेक्ट हुँदैन। यो भनेको यहाँबाट सिलेक्ट गर्नुपर्छ अनि मात्र यसले काम गर्छ, नत्र एकचोटि मात्र यसमा पानी आउँछ अनि अर्कोचोटि आउँदैन। यसो सिलेक्ट गरेपछि मात्र यसमा पानी आउँछ। सरफ हालेर लगाइदिनु। यो अब यो स्क्रिन टच जस्तै हो यो पुरै प्यानल। यसलाई सिंगल टच गरेपछि मेसिन अन हुन्छ। अन भएपछि त 360 हुन्छ कि यसलाई दायाँतिर घुमाउन मिल्यो बायाँतिर पनि घुमाउन मिल्यो। अब कटन सुतीको जे जति लुगा छ सबै कटनमा हाल्नु। यसमा अलिक सुतीको बढी छ, अरू लुगाहरू अलिक कम छ, उलेन बाहेक अरू क्वालिटीको लुगा कम छ भने त्यो कटनमा हाल्न मिल्यो। यी कटन भनेको पातलो सुतीको लुगाहरू छ भने त्यस्तोलाई यी कटनमा हाल्नु। धेरै मैलो छ भने यी कटनको लुगाहरू पनि यी कटनमा हाल्न सक्नुहुन्छ। सिन्थेटिक्स भनेको पोलिस्टर लाइलेनको चिप्लो खाले लुगाहरू हुन्छ भने सबै सिन्थेटिक्समा हाल्नु। हाइजिनिस्टिक हस्पिटलाइज लुगा या आफ्नै जिउमा एलर्जी इन्फेक्सन छ या सानो नानीको चिल्लो चाप्लो तेल सेल लागेको लुगा छ भने हाइजिनिस्टिकमा हाल्न सक्नुहुन्छ। रिन्स प्लस स्पिन हातले तपाईँ बाहिर लुगा धुइहाल्नु भयो, अब लुगाले पखाल्नु र सुकाउनु मात्र छ भने रिन्स प्लस स्पिनमा हाल्नु। ड्रम क्लिन मेसिनमा जब 40 पल्ट लुगा धुइहाल्नुहुन्छ एकचोटि खाली चलाउनु केही नहालिकन। मार्केटमा एउटा ड्रम क्लिन स्केलिङ पाउडर भनेर पाउँछ, त्यो पाउचमा पाउँछ। त्यो एकचोटिमा 40 पल्ट धोएपछि एकचोटि आधी हाल्नु डाइरेक्ट ड्रममा। क्युब पनि पाउँछ, एकचोटिमा 2टा क्युब हाल्नु डाइरेक्ट ड्रममा। डाउनलोडेड भनेको कतिचोटि पछि चलाउनु 40 वास गरेपछि या 1.5 महिनापछि भनौँ न। डाउनलोडेड भनेको 2 या 3 दिनदेखि थुपारेको लुगा या हेभी लुगाहरू हुन्छ र जिन्सको लुगाहरू हुन्छ त्यस्तो लुगाहरू डाउनलोडेडमा हाल्नु। बेडिङ यसमा एकचोटिमा तपाईँ 3वटा तन्ना 4वटा पर्दा समर ब्ल्याङ्केट एउटा धुन सक्नुहुन्छ एकचोटिमा। 3 पर्दा हाल्ने बेलामा पर्दामाथि जुन रिङ हुन्छ त्यसलाई पट्याएर एक ठाउँ ल्याउनु, डोरीले बाँध्नु अनि हाल्नु। यदि त्यो रिङ खुल्नेवाला छ भने खोलेर मात्र हाल्नु। उलेन र डेलिकेट्स उनीको लुगा छ भने उनीको लुगा मात्र हाल्नु। डेलिकेट्स भनेको सितारावाला जडीवाला छ भने त्यसलाई पल्टाएर हाल्नु। उनीको भनेको 4 केजीसम्म मात्र हाल्न सक्नुहुन्छ। उलेनको 4 देखि 5 केजीसम्म हाल्न सक्नुहुन्छ। त्यस्तो। कलर्स भनेको रङ छोड्ने लुगा या एकै कलरको लुगाहरू छ भने अनि कलर्समा हाल्नु। यसमा भनेको हाल्न सक्नुहुन्छ यसमा 7 केजी 8 केजीसम्म। इन्टेन्स कोल्ड भनेकोले जुन लुगा तातो पानीमा खुम्चिन्छ, साडी हो या कोट पेन्ट छ नि त्यो तातो पानीमा गएर खुम्चिन्छ, तर इन्टेन्स कोल्डमा चिसो पानीमा लुगा धुइन्छ। यसमा 0 डिग्री पानी तताएर लुगा धुन्छ। लेस माइक्रोफाइबर भुवावाला लुगा हुन्छ, जस्तै टोपलमा भुवा हुन्छ नि त्यस्तो भुवावाला लुगाहरू छ भने तपाईँ यो त्यस्तो लुगालाई लेस माइक्रोफाइबरमा हाल्न सक्नुहुन्छ। सुपर स्पिड बिहानदेखि बेलुका भनेको 1 दिन लगाएको लुगा या एकचोटि लगाएको लुगाहरू छ भने सुपर स्पिडमा हाल्न सक्नुहुन्छ, तर 4 जनाको लुगा भनेको 4 केजीसम्म लुगा मात्र सुपर स्पिडमा हाल्न सक्नुहुन्छ। क्विक वास 15 मिनट। क्विक वास 15 मिनटले 15 मिनटमा तपाईँको लुगा धोएर पखालेर सुकाएर निकालिदिन्छ, तर यसमा दाग साफ हुँदैन। यो भनेको तपाईँको पसिना भएको लुगालाई रिफ्रेस मात्र गर्छ।
यो भनेको मार्केटबाट धोको लुगा लगाएर मार्केट जानुभयो, त्यो आएपछि त्यस्तो पसिना हुन्छ नि, त्यो घन्टालाई त्यो जस्तो लुगालाई मात्र यसले रिफ्रेस गर्छ। अब यसमा चाहिँ एउटा इकोबल्ब फङ्सन दिएको छ। इकोबल्ब भनेको जुन हामी पहिला बाहिर लुगालाई पानीमा आधी घन्टा भिजाएर राख्थ्यो नि, त्यस्तो लुगालाई अब भिजाएर पहिला राख्थ्यो, त्यसपछि हामी धुन्थ्यो नि, अब त्यो काम मेसिनमै गर्न पायो। इकोबल्ब भनेको यो हो, यो चाहिँ 4वटा प्रोग्राममा काम गर्छ। कोटनमा, सिन्थेटिकमा, हाइजिन स्टिम र बेडिङ मिलाएर 4वटा प्रोग्राममा यो इकोबल्ब काम गर्छ। अब तपाईँ कोटनको लुगा धेरै मैलो छ, दाग साग लागेको छ, तपाईँलाई कोटनको लुगालाई ढडियाउनु छ भने कोटनमा सिलेक्ट गर्नु, कोटनको लुगा हाल्नु, सरफ हाल्नु, कोटनमा सिलेक्ट गर्नु, अनि यसलाई एकचोटि टच गर्नु। अब यसले चाहिँ आधी घन्टा टाइम लिन्छ। आधी घन्टा पहिला लुगालाई पानी भित्रै ढडियाउँछ, उल्टाइ पल्टाइ पुरै ढडियाउँछ, त्यसपछि लुगाले धुन्छ। यो भनेको प्री वास। जुन बेला हामी चाहिँ यो लाइनमा सरफ हाल्छौँ नि, त्यो बेला चाहिँ यसलाई सिलेक्ट गरिदिनु पर्यो। सिलेक्ट गरेपछि यसले 20 मिनट टाइम हुन्छ। 20 मिनटमा तपाईँको लुगामा माथिबाट धुलो मैलो जुन आएको हुन्छ नि फोहोरहरू, त्यो सबै हटाइदिन्छ। त्यसपछि यसले मेन वास गर्छ। यो भनेको एक्स्ट्रा रिन्स। यसले गरेपछि लुगालाई एकपल्ट अझै पखाल्नु छ भने 10 मिनट टाइम हुन्छ, यसले लुगालाई एकचोटि अझै पखाइ निकालिदिन्छ। अब कोटनको लुगा छ, तपाईँलाई कोटनको लुगालाई आइरन गर्नु छ भने तपाईँ यो आइरनवाला डब्बामा सिलेक्ट गर्न सक्नुहुन्छ। यसले के गर्छ, लुगालाई आइरन गर्ने जतिको बनाएर निकालिदिन्छ। अब मेसिनबाट झिकेर लुगालाई आइरन गर्न मिल्यो। यो भनेको डिले टाइम। अब तपाईँको घरमा तपाईँ 10 बजे अफिस जानुहुन्छ, तपाईँ घरमा पानी 12 बजे आउँछ भने यहाँ तपाईँ 2 घन्टाको डिले टाइम लगाउन सक्नुहुन्छ। अब यहाँ चाहिएको 2 घन्टा पछि। अब मेसिन चालु गरेपछि मेसिन 2 घन्टा पछि चालु हुन्छ। यो चाहिँ तपाईँ अफिस जाने र पानी आउनेको बिचमा जति टाइम हुन्छ त्यससम्म तपाईँ यसलाई मिलाउन सक्नुहुन्छ। यो चाहिँ 24 घन्टासम्म हुन्छ। 24 घन्टासम्म हुन्छ यो चाहिँ। अब यसलाई 0 गर्नु छ भने थिच्दै जानु, लास्टै 24 आउँछ। अब 24 अब सिङ्गल टचमा यो नर्मल मोडमा आयो। यो भनेको टेम्परेचर अलग अलग प्रोग्राममा, जस्तै अब कोटनमा छ भने 40 डिग्री टेम्परेचर लिएको छ। अलग अलग प्रोग्राममा चाहिँ टेम्परेचर बेग्ला बेग्लै लिएको हुन्छ। तपाईँले सिलेक्ट गर्नु पर्दैन, मेसिन प्रोग्राम अनुसार लेखे हुन्छ। तर आफू पनि मेनुअली पनि गर्न मिल्यो। यो भनेको कति स्पिडमा लुगा सुकाउने, अलग अलग प्रोग्राममा यो पनि मिलाएकै हुन्छ, तपाईँले गर्नु पर्दैन, तर पनि मेनुअली गर्न सक्नुहुन्छ। अब यो भनेको कुनै लुगा धुनुभयो, बाहिर बिर्सिहाल्नुभयो, अब घाम पानी लागेको लुगा हुन्छ नि, त्यस्तो लुगाले यो फङ्सन चालु गरेर धुनु। यसले के गर्छ, 20 मिनट टाइम लिन्छ, लुगालाई ढडियाउँदै धुँदै गरेर सफा बनाएर निकाल्छ यसले। यो भनेको स्मार्ट थिङ। अब मेसिनलाई मोबाइलबाट नै चलाउनु छ भने सबभन्दा पहिला तपाईँले स्यामसङ अकाउन्ट बनाउनु पर्यो। स्यामसङ अकाउन्ट बनाएर प्ले स्टोरबाट स्मार्ट थिङ डाउनलोड गर्नुपर्छ। स्मार्ट थिङ डाउनलोड गरेपछि तपाईँको त्यसमा लन्ड्री या वासर भनेर अप्सन दुईवटामा कुनै एउटा अप्सन आउँछ। त्यो अप्सन आएपछि त्यसमा सिलेक्ट गरेपछि यो क्युआर कोड माग्छ मेसिनले। यो क्युआर कोड स्क्यान गरेपछि मेसिनले वाइफाईको पासवर्ड माग्छ। वाइफाई पासवर्ड दिएपछि मेसिन र मोबाइल कनेक्ट हुन्छ। अनि जुन बेला मेसिन चालु हुन्छ, मेसिन बन्द हुन्छ, या मेसिन बिचमा कति टाइममा लुगा धुइरहेछ, त्यो सबै डिटेल मेसिन मोबाइलमा हेराइरहेको हुन्छ। अब कुनै पनि प्रोग्राम सिलेक्ट गरेपछि स्टार्ट गर्ने बटन यो हो। यसलाई 3 सेकेन्ड थिचेपछि मेसिन अन भइहाल्छ। अब अन हुने बित्तिकै यहाँ डोर लकको साइन आयो। अब यो ढोका खुल्दैन, जबसम्म लुगा धोएर पखालेर सुकाएर निकाल्दैन तबसम्म खुल्दैन। तर पनि हामीसँग 2 मिनट टाइम हुन्छ। जब भित्र कुनै लुगा बाहिर छुटेको छ त्यसलाई फेरि हाल्नु छ भने यसलाई सिङ्गल टच गरेपछि मेसिन पज भयो। पज भएपछि डोर लकको साइन आउट। अब यो ढोका 2 मिनेटभित्रमा मात्रै 2 मिनटभित्र मारे किन, जब भित्र पानी भरिहाल्छ नि त्यसपछि ढोका खुल्दैन। अनि लुगा थपेर फेरि लगाइदिनु। अब यसको सर्भिसिङ गरिहाल्नु। 15 दिनमा यसलाई यसरी खोलेर निकालेर सफा गर्नुपर्छ। यहाँ सरफ लिक्विड हाल्दाखेरि वरिपरि पुरै छिटा परेको हुन्छ, यहाँ पानीको पनि दाग लागेको हुन्छ। नर्मली काँचो पानी गयो भने ठिकै छ, गएन भने तपाईँ हार्पिक लिनु, हार्पिक लिएर पुरानो ब्रसबाट पुरै घोटेर माझ्नु, दागहरू गइहाल्छ। यसलाई निकाल्ने तरिका भनेको तान्दै र यो बिचको बटनलाई थिच्दै गर्दाखेरि निस्किन्छ। यो बिचको बटनलाई थिच्दाखेरि यो लक हो, निस्किन्छ। लाउने बेलामा यो दुईटै साइड च्यानल छ यसको यो दुईटै च्यानलमा मिलाइदिनु पर्यो। हल्का पुस गरेपछि यो भित्र गइहाल्छ। अब तपाईँलाई 15 दिनमा एकचोटि यसलाई पनि यसरी खोलेर सफा गर्नुपर्छ। यसलाई बायाँतिर घुमाउँदाखेरि निस्किन्छ। यहाँ भनेको मिस्टेकले कोइन, कागज, क्लिपहरू जे गएको हुन्छ यहाँ फँसेको हुन्छ। तर यसलाई हप्तामा भनेपछि 2-3 वासपछि एकचोटि खोलेर हेर्नुपर्छ। के गएको हुन्छ यहाँ फसेर अड्केको हुन्छ, यसलाई सफा गर्नुपर्छ। 15 दिनमा त्यसलाई मात्र गर्ने, यसलाई मात्र गर्ने। त्यहाँबाट पानी पनि निस्किन्छ नि, अलिअलि पानी निस्किन्छ।
अनि तपाईँको यो लाउने बेलामा यो ठुलो दुलो छ नि यसलाई ड्रमतिर फर्काएर अनि यसरी लगाइदिनु अनि यसलाई टाइटली लगाउनु यहाँबाट पानी लिक हुनु भएन अनि यसलाई ल यसमा यति नै जान्नुपर्ने कुरा रहेछ